नमस्कार सम्पूर्ण साथीहरूलाई। यो मेरो रुम छेउको पार्क हो हैन। यहाँ चाहिँ अब बिहानमा मर्निङ वाक, बेलुकामा इभिनिङ वाक अनि दिउँसोमा डे वाक हैन। सबैजनाले जापानिजहरू मजाले घुम्नुहुन्छ है। रमाइलो छ वातावरण पनि। अनि यहाँ हामी पनि आएर घुम्न हेर्न मिल्छ कहिलेकाहीँ। फुर्सद भएको बेलामा आइन्छ हैन। मान्छेहरूलाई भनिन्छ नि मैदानमा उत्रिनु, सफलता मिलोस् या नमिलोस् मैदानमा चाहिँ उत्रिनै पर्छ भन्ने कुरा चाहिँ सुनेको है, पढेको। हेर्नु न, आज बिदाको दिन शनिबार है। साना बच्चाहरू पार्कमा आएर खेल्दैछन्, रमाउँदैछन्, घुम्दैछन्। अनि अर्को एउटा विशेष कुरा के, जापानमा जब शनिबार आइतबार बिदा हुन्छ नि हैन, अनि सबै फ्यामिली मिलेर के, परिवारका सदस्यहरू सबै मिलेर हैन पार्कमा आउने, रमाइलो गर्ने, घुम्ने, बच्चाहरूलाई लिएर आउने गर्नुहुन्छ कि सबैजनाले। डे आउट आउनुहुन्छ, रमाइलो गर्नुहुन्छ, पार्कमा बच्चाहरूलाई घुमाउनुहुन्छ। अनि बच्चाहरू पनि साइकलहरू चल्ने ल्याउने यस्तो गर्नुहुन्छ हैन। अब आज बिदा छ, घरमै सुत्ने भन्ने चाहिँ हुँदैन क्या। यहाँ त राति 12 बजे पनि हिँड्दिने, दिउँसो पनि हिँड्दिने है, जति बेला पनि हिँड्दिने, रमाइलो गरिदिने अनि एक्सर्साइज गर्ने। आफू कुदेको छ भने बच्चाहरूलाई नि कुदाउने। यहाँ त फेरि आफू कुद्यो भने कुकुर पनि कुद्छ क्या पछि कुकुरले नि एक्सर्साइज गर्छ है। त्यही भएर विकसित देशको विकसित सोच देख्छु कि मैले। सबैजना हेल्दी हुनुहुन्छ, आफै कमाउने, आफै रमाउने भन्ने यहाँको यो माहौल चाहिँ साह्रै मनपर्छ है। हाम्रो देशमा जस्तै एकजनाले कमाएर परिवारको 4-5 जनाले खानु पर्दैन। आफूले सक्दासम्म आफैले गरेर खाने, सक्न छोड्यो भने सरकारले हेर्ने राम्रो सिस्टम रहेछ है। के गर्नु अब, यो त हाम्रो देशमा त कल्पना पनि नगर्दा हुन्छ यस्ता कुरा। आफ्नो बस्ने नजिकै यस्तो माहौल देख्दा है मलाई पनि खुसी लाग्छ अनि मन पनि खुसी लाग्छ कि अब लोभ पनि लाग्छ आफ्नो देशमा पनि यस्तै भइदिए हुन्थ्यो जस्तो पनि लाग्छ हैन। राम्रो कल्चर, राम्रो संस्कार हुन त